नमस्कार। कति तपाईहरूको गुनासो पनि यही त छैन? विवाह भइसक्यो, विवाह भएर पनि छोराछोरी भइसक्यो, तर विवाह दर्ता भएको छैन। त्यस्तो अवस्थामा तपाईको सम्बन्धमा कुनै खटपट आयो र त्यो अवस्थामा तपाईले सम्बन्ध विच्छेद गर्न चाहनुभयो भने त्यस्तो अवस्थामा तपाईले सम्बन्ध विच्छेद गर्न सक्नुहुन्छ या हुँदैन? या तपाईको विवाह दर्ता नभएकै अवस्थाले तपाईको सम्बन्ध विच्छेद हुँदैन भन्ने के तपाईलाई गुनासो भएको छ? यदि त्यस्तो हो भने आउनुस्, तपाईको विवाह दर्ता बिना पनि तपाईले सम्बन्ध विच्छेद गर्न चाहेको अवस्थामा सम्बन्ध विच्छेद गर्न सक्नुहुन्छ या सक्नु हुँदैन त? पक्कै पनि तपाईले सम्बन्ध विच्छेद गर्न सक्नुहुन्छ। त्यस्तो अवस्थामा यदि तपाईको विवाह गरिरहेको अवस्थामा खिचिएको कुनै भिडियो फोटोहरू भएको अवस्थामा अथवा छिमेकीहरू अथवा नजिकको नातेदारहरू जुन तपाईको विवाहको समारोहमा उपस्थित हुनुभएको थियो उहाँहरूको बयान र तपाईको छोरा अथवा छोरीको जन्मदत्ताको प्रमाणपत्र सम्बन्धित जिल्ला अदालतमा प्रस्तुत गरेर तपाईले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न सक्नुहुन्छ। पक्कै